उहाँले भन्नुभयो तर छुट्टै छुट्टै बस्तीकै भन्नुभयो। अनि हाम्रो किन रेड र ब्लू किन राख्यो भन्दाखेरि धन्यवाद दिन चाहन्छौँ। यति भन्दै क्लियर छ भन्दाखेरि साँच्चीकै राष्ट्रलाई माथि राख्नलाई, राष्ट्रको नाम उच्च राख्नलाई प्रतियोगिता संयोजक तथा यस विद्यालयको समादेशको हैसियतले पनि थोरै केही जानकारीहरू म दिन चाहन्छु। यसमा चाहिँ हामीले लगभग यसको तयारीको क्रममा निकै अगाडि बढेको छौँ। अब हामीसँग समय पनि कम छ। यो प्रतियोगिताको चाहिँ प्रमुख अतिथिमा हामीले हाम्रो धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्र विक्रम डेगाज्यूलाई निमन्त्रणा गरेका छौँ। हामीले चाहिँ यो प्रतियोगितामा हामीले पहिल्यै भनेको थियौँ 16वटा टिमहरू सहभागी भइसकेका छन्। हामीलाई चाहिँ अलिकति हम्मे नै टिमलाई म्यानेजमेन्ट गर्नलाई अलिकति गाह्रै परेको थियो। त्यसमा हामीले फर्स्ट सर्भिसको आधारमा चाहिँ जो पहिला हाम्रो प्रतियोगिताको लागि त आफ्नो विद्यालयलाई रेजिस्टर गर्न आउनुभयो उहाँलाई चाहिँ हामीले फर्स्ट सर्भिसको आधारमा चाहिँ त्यसरी रेजिस्टर गर्दै गयौँ। अहिले हाम्रो 16वटा सहभागी टिमहरू हुनेछ। खेल सङ्ख्या जम्मा 15वटा हुनेछ। यसमा चाहिँ सहभागी विद्यालयहरू क्रमशः प्रभात सेकेन्डरी बोर्डिङ स्कुल सुनसरी धरान सुनसरी, डिपोट सेकेन्डरी स्कुल धरान 18 सुनसरी, सैनिक आवासीय महाविद्यालय धरान 13 सुनसरी, माउन्ट हर्मन एकाडेमी धरान 18 सुनसरी, सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दर हरेचा 10 मोरङ, निधि सेकेन्डरी स्कुल बिर्तामोड झापा, दिल्ली पब्लिक सेकेन्डरी स्कुल विराटनगर मोरङ, वाल्मिकी एजुकेसन फाउन्डेसन बिर्तामोड झापा, आदर्श इङ्ग्लिस स्कुल कालीपोखरी मोरङ, सफल सिद्धार्थ एकाडेमी सुन्दर हरेचा 5 मोरङ, पिनाकल ज्ञान मन्दिर कालीपोखरी 4, वाल्मिकी मेमोरियल स्कुल पथरी शनिश्चरी मोरङ, ज्ञानोदय माध्यमिक विद्यालय धरान 11 सुनसरी, भरत विद्या मन्दिर बरार क्षेत्र 5 सुनसरी, नेपाल पुलिस स्कुल धरान 1 र 2 गरी जम्मा 16वटा टिमहरू चाहिँ हामीले सहभागी गरेका छौँ। यसमा चाहिँ हामीले पहिल्यै भनेको थियौँ यो सुनसरी जिल्लालाई आएका र सुनसरीभन्दा बाहिरका अन्तर प्रदेशभरिका विद्यालयहरूबाट चाहिँ 8वटा अर्को टिम आइदियोस् र त्यसरी चाहिँ हामीले चाहिँ टिमको विभाजन गरेको थियौँ। तर अनफर्चुनेटली हामीले जुन अपेक्षा राखेको छौँ यो पाहाडतिरको विद्यालय पनि आइदियोस् उहाँलाई हामीले बरु अलिकति एक्स्ट्रा केही गर्न सक्यौँ भने विद्यालय तर्फबाट बस्ने खाने व्यवस्था पनि मिलाइदिन्छौँ भनेर हामी 5 थर पनि पुग्यौँ, यता मासतिर पनि पुग्यौँ, तर फिकल पनि पुग्यौँ। हामीले इन्भिटेसन पनि गऱ्यौँ तर उहाँहरू चाहिँ आफ्नो कुनै कारणले उहाँहरू सहभागी गर्न सक्नु भएन। त्यस्तै सामुदायिक विद्यालयहरू छन्। यो भरत विद्यालय पनि होइन, एउटा विद्यालय पार्टिसिपेट हुनुभएको छ, अरू चाहिँ सबै संस्थागत विद्यालय निजी विद्यालयहरू हुनुहुन्छ। त्यसमा हामीले भने जस्तै हामीले 8वटा टिम चाहिँ सुनसरीभित्रबाट हुन्छ र बाँकी 8वटा टिम चाहिँ झापा र मोरङबाटै प्रतिनिधित्व गर्नुभएको छ, अरू जिल्लाहरूबाट सहभागी हुनुभएको छ। यसको विषयमा हामीले हाम्रो प्रदेश हाम्रो डिआइसँग चाहिँ हाम्रो यसको विद्यालयको प्याटर्न पनि रहेको हुनाले हामीले उहाँलाई चाहिँ सबै कुराको हामीले जानकारी गराइरहेका छौँ। अपडेटहरू हाम्रो स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पनि हुनुहुन्छ, उहाँलाई पनि हामीले उहाँहरूसँगको सरसल्लाह पनि काम अगाडि बढाएका छौँ। पहिलो खेल रेड भर्सेस भरत विद्या मन्दिर बरार क्षेत्र सुनसरी बिच हुनेछ हाम्रो पहिलो ओपनिङ गेम। हजुर देख्न सकिन्छ। अर्को चाहिँ यो चाहिँ मैले बुझाएको छु नै अन्डर 6 प्रतियोगितामा जति पनि खेलाडीहरू सहभागी हुनुहुन्छ कुनै पनि राष्ट्रिय टिममा सहभागी नभएको खेलाडी हुनुपर्छ भनेर हामीले हाम्रो शर्तहरू चाहिँ पहिले दिनेवारी बनाउँदै राखेका थियौँ। त्यो चाहिँ हाम्रो अघि पनि त्यसमा रिजर्भेसन रहेको छ। हामीले प्रथम पुरस्कार 81,005, दोस्रो पुरस्कार 41,005 छ। यो पहिला पनि हामीले भनेको कुराहरू हो हजुरलाई। म्यान अफ द म्याच प्रत्येक खेलमा 1,005 र त्यस्तै फाइनलको विधागत पुरस्कारहरूमा बेस्ट गोलकिपर
डिफेन्स, हाई स्कोर, बेस्ट कोच, बेस्ट मिडफिल्डर, राइजिङ प्लेयर अफ द टुर्नामेन्टहरू छ। एउटा हामीले हाम्रो महासङ्घको अध्यक्षज्यूसँग पनि हामीले अलिकति कुरा गरेर हामीले बेस्ट रिपोर्टर को जुन अलिकति अमाउन्ट छ त्यसलाई चाहिँ केही बढाइदछौँ। उहाँले पनि त्यो हामीसँग अलिकति सल्लाह गर्नुभयो, हामीलाई त्यो ठिकै पनि लाग्यो, त्यसलाई अलिकति हामीले बढाएका छौँ। छुटको व्यवस्था हामीले पहिला पनि भनेको थियौँ, यो चाहिँ उत्कृष्ट खेलाडी जो हुनुहुन्छ उहाँले आएर हाम्रो विद्यालय पढ्न चाहनु भने चाहिँ हामीले 50% स्कलरसिप चाहिँ उहाँलाई व्यवस्था गर्छौँ। त्यसपछि हामीले हाम्रो समुद्घाटन कार्यक्रमलाई चाहिँ अझ आकर्षक बनाउने कोसिस गरेको छौँ। यसमा चाहिँ त्यसको लागि यो मार्च पासहरू छ, हाम्रो 2टा स्कुलको टिम छ। त्यसपछि हाम्रो टेक्वान्डो ब्रोजाङको पनि मार्च पास हुन्छ, त्यसपछि एनसीसीको पनि मार्च पास हुन्छ, सहभागी हुन्छन्। विभिन्न झाँकीहरू छन् हामीसँग। झाँकीमा चाहिँ र साकेला यो 3वटा यो हामी चाहिँ यो धरान स्कुल क्षेत्रगत हिसाबले नै सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छु। हामीले एउटा कुरा किन क्लियर छौँ भन्दाखेरि साँच्चीकै राष्ट्रलाई माथि राख्नलाई, राष्ट्रको नाम उच्च राख्नलाई, राष्ट्रलाई विश्वसम्म परिचय दिलाउने एउटा उपाय भनेको त खेलकुद पनि रहेछ भन्ने कुरा हामी एकदमै क्लियर छौँ। त्यसको साथसाथै हाम्रो विद्यार्थी भाइ बहिनीहरू जो हाम्रो विद्यालयमा 1538 भन्दा माथि सङ्ख्यामा भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूमध्ये केही भाइ बहिनीहरू साँच्चीकै फुटबलमा राम्रो हुनुहुन्छ। हामी मात्रै नभएर अन्य विद्यालयहरूको पनि भाइ बहिनीहरू राम्रो हुनुहुन्छ। उहाँहरूलाई एउटा अपर्च्युनिटी, एउटा अवसर प्रदान गरौँ भन्ने चाहिँ हाम्रो जमर्को पनि थियो। त्यति मात्रै नभएर डिआइजिपी कप 2058 सालबाट सुरुवात भएको डिआइजिपी कपको आफ्नै छुट्टै पहिचान छ, छुट्टै इतिहास छ, माया छ, लगाव छ। यही कपबाट चाहिँ प्रेरित भएर अहिले धरानमा थुप्रै अन्य कपहरू चाहिँ सुरुवात भएको छ। त्यो भएको कारणले गर्दाखेरि हामी आयोजकको हैसियतबाट यहाँहरू सबैजनालाई धेरै धन्यवाद दिन चाहन्छौँ यहाँहरूको साथ सहयोगको लागि। आगामी दिन उहाँले भन्नुभयो तपाईँहरूको छुट्टै छुट्टै बस्ती नै भन्नुभयो। अनि हाम्रो किन रेड र ब्लू किन राख्यो भन्दाखेरि 9 साइज ग्राउन्ड भयो। अब हाम्रो स्टुडेन्ट 1600 स्टुडेन्ट हुनुहुन्छ। अब त्यसमा सबै अब धेरै जस्तो मन पराउने फुटबल हुनुहुन्छ। अनि खेल्ने प्रतिभाहरू चाहिँ 9 जना मात्रै देखिने भयो त्यहाँ ग्राउन्डमा, त एउटा मात्रै टिम हुँदा। अब हाम्रो जहिले पनि बाहिर खेल्न जाँदाखेरि हामी 20 जना हुन्छ प्लेयरहरू। अब त्यो 12 जना चाहिँ 12 जनाको फेरि प्रतिभा नदेखिने जस्तो देखियो। अनि हामीले चाहिँ रेड र ब्लू राख्यौँ।